नमस्ते, म राजकुमार अधिकारी। साथीहरू आउनुहोस् आज एउटा रमाइलो यात्रा गरौँ। नदी किनारको यात्रा, नदीको यात्रा, पानीसँगको यात्रा। मान्छेको जीवनसँग अभिन्न रूपमा जोडिएको नदी, खोला र पानी। आज हामी त्यही पानीको यात्रा गरौँ, त्यही नदीको यात्रा गरौँ। नेपाल अधिराज्यमा जम्मा 2वटा राप्ती नदी छन्। एउटा राप्ती नदी चितवन भएर बग्छ भने अर्को राप्ती नदी दाङ जिल्ला भएर बग्छ। त्यसमध्येमा यो राप्ती नदी दाङ जिल्लाको राप्ती नदी हो। प्युठान जिल्लाको माडी र झिमरुक नाम गरेका 2वटा खोला एक आपसमा मिसिएर राप्ती नदीको स्वरूप लिन्छन्। त्यही राप्ती नदीको यात्रा गर्न आज हामी निस्कदैछौँ। राप्ती नदी पुग्नुभन्दा पहिले त्यही राप्ती नदीको सानो हाँगो हो यो, जसमा रमाइरहेको तपाईँले देखिरहनु भएको छ। यो चाहिँ दाङ जिल्लाको राप्ती नदीको एउटा सानो हाँगो, जसलाई स्थानीय भाषामा स्यान नदी भन्छन्। त्यही स्यान नदीको दृश्य तपाईँहरूले देखिरहनु भएको छ। फटिक पानी, निर्मल पानी, निश्चल पानी, जीवनदायिनी नदी। धेरै गाउँहरू यही नदीबाट सिँचाइ हुन्छ। धेरै मान्छेहरू, धेरै जनसमुदायहरू यसबाट लाभान्वित हुनुहुन्छ। यो देखाइरहेको दृश्य साबिक राप्ती अञ्चलको राप्ती नदीको हो। राप्ती नदी भनेपछि दाङ जिल्लामा दाङ देउखोरी, खास गरिकन देउखोरीमा पर्छ। यो लमही नगरपालिका वडा नम्बर 2 बनकट्टी भन्ने ठाउँमा मैले यो ठाउँको चाहिँ नि स्यान नदीको दृश्य तपाईँहरूलाई देखाइरहेको छु। हाम्रो यात्रा यो स्यान नदी पार गरेर एउटा बस्ती आउँछ, एउटा गाउँ आउँछ। थारू जनसमुदायले भरिएको त्यो गाउँको नाम रनियापुर हो। त्यो रनियापुर क्रस गरेर हामी राप्ती नदीमा पुग्छौँ। स्यान नदीको बगर, राप्ती नदीको एउटा सानो हँगालो, स्यान नदीको बगर। गाउँको मिठास, गाउँको सुगन्ध बेग्लै हुन्छ। यस्तोमा खाली खुट्टा यात्रा गर्नु भनेको रोगबाट मुक्ति पाउनु हो। सानातिना रोगहरू त यस्ता खोला, नदी, बगर छेउमा हिँड्दा हिँड्दै, प्राकृतिक सुन्दरतामा रमाउँदा रमाउँदै सानातिना रोगहरू आफै निको भएर जान्छन्। नागबेली भएर बगेको यो स्यान नदी फेरि एकछिनपछि त्यही घुमेर आउँछ, फेरि एकछिनपछि त्यही घुमेर आउँछ। त्यसलाई पनि तर्यो, त्यसलाई पनि तर्यो, फेरि अगाडि बढ्यो। एवं क्रमले हामी राप्ती नदीमा प्रवेश गर्नेछौँ। आजको हाम्रो यात्रा स्यान नदीदेखि राप्ती नदीसम्म, अर्थात् स्यान नदीदेखि ठुल नदीसम्म। राप्ती नदीको एउटा सानो हँगालो भएको कारणले यसलाई स्यान नदी भनिएको हो। मूल नदी राप्ती नदी चाहिँ ठुलो भएको हुनाले त्यसलाई ठुल नदी भनिन्छ। यो बगर, यी कुलाहरू, सिँचाइका लागि तयार पारिएका कुलाहरू, यो अनुपम दृश्य, यो मनोरम दृश्य दाङ देउखुरी जिल्लाको लमही नगरपालिका वडा नम्बर 2। त्यसपछि हामी गाउँमा प्रवेश गऱ्यौँ। यो रनियापुर भन्ने गाउँ हो। गाउँले जीवन
खरले छाएको घर, शीतलताको प्रतीक, गाई गोरु बाख्रा भेडा यी मान्छेहरूले आफ्नो सम्पत्तिको रूपमा आर्जन गरेर राखेका हुन्छन्। यसको मिठास बेग्लै छ, यसको सुन्दरता बेग्लै छ। यो गाउँ क्रस गरिसकेपछि हामी राप्ती नदीको बगरनेर आइपुग्यौँ। प्रिय मित्रहरू, मैले यस खालका रमाइला भिडियोहरू तपाईहरूका सामनेमा पस्किँदै जानेछु। मेरो भिडियोलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईहरूको सब्स्क्राइबले हामीमा आत्मविश्वास पैदा हुन्छ र मैले थप भिडियोहरू बनाउँदै जानेछु र तपाईहरूलाई देखाउँदै जानेछु। यो मूल ठुल नदी राप्ती नदी, हामी राप्ती नदीको बगरबाट बाँधिएको तटबन्धबाट